हैन श्रीमन्दिरबाट चाहिँ मेमे पोखरी घुम्न आएको छ हाम्रो ल फन्नकले सिउरे खाइ जुर्छ इजु थपले छ देशवासीको चाहिँ इजु थपले चाहिँ कामना गर्छु है अनि खाना र बल देशमा सुख शान्ति होस् हाम्रो गाउँलाई चाहिँ राम्रो होस् गाउँको दाजुभाइ सम्पूर्ण देश विदेशमा भएको गाउँलेहरूको सुस्वस्थ दीर्घायु होस् उन्नति प्रगति होस् नौसा वातावरण हैन हामी यो मेमे पोखरी छानेको हैन हेरो पर्छ है हुत्यामा झोलै फेरि झोलै हुत्यामा है बारे के छ रे टिचे प्राण 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 में टिचे निमा चली बोले लोखो मामा ओ ओ ओ तेरी का साइन वाले प्रॉब्लम लो सारे तरी लाभरी होने को खोला हुआ आज मुआ अरे वाला ची लो दूर दी नमस्ते सबैजनालाई अहिले चाहिँ यो दुधखोला को सागो सानो खड्के सर्ने प्रयास गर्दैछ एकदमै गाह्रो छ है यहाँबाट लड्यो भने पनि खस्यो भने पनि डेन्जर छ अहिले चाहिँ सुन्दर बाजेलाई मामाको गर्नेले सहयोग गर्दै हुनुहुन्छ यस्तो डेन्जर छ डर लाग्दो छ यस्तो छ है बाटो चाहिँ यो चाहिँ मेमे पोखरी जाने बाटो हो है यो चाहिँ ताँजे जाने ताँजेको बाटो हो ताँजेबाट आउने बाटो हो एकदमै जोखिम बाटो रहेछ यो बाटो चाहिँ त्यसैले यो बाटो आउँदाखेरि चाहिँ निकै ध्यान दिनुपर्छ सुन्दर बाजे तरिसक्नु भएको छ ल के डोरी पनि निकै नमस्ते सबैजनालाई यो चाहिँ लमजुङ जिल्ला ताँजे गाउँ माथिको एकदमै प्रख्यात झरना हो है एकदमै राम्रो झरना छ हेर्दै रहर लाग्दो हेर्नुहोस् त यो झरनाको नाम चाहिँ प्रमुख झरना हो यो चाहिँ कति मिटर जति मोल है हाइट है यो चाहिँ दोर्दी खोला यहाँ पनि प्रोजेक्ट छ यो पनि प्रोजेक्टमै छ है यहाँ पनि यो चाहिँ हाम्रो ट्रेकिङ क्षेत्रमा यस्तो झरना छ ल ओके न सेफ ल अब चाहिँ हामी यो हामी हिजो राति बास बसेको ठाउँबाट निस्किँदैछु सबैजना खोमाको तारे खेल एले के रोवा
ल अब हामी चाहिँ बाटो लाग्यौँ है। यस्तो छ, हिजो रातिको बास निकै आरामदायी भयो। अब बाटो कता हो गाह्रो छ पत्ता लगाउन। कनै हो प्रण क्या आसे विषय जाउँदा पनि फेरि ल है हामी चाहिँ अहिले बाह्रपोखरी आइपुगेको छ। अब हामी केही समयपछि यतै खाना खाने प्लानमा छ। हाम्रो बुवाहरू यहाँ हुनुहुन्छ। यी ल बाजे नमस्ते हाई गरिदिनु बाजे, हात हालाइदिनुहोस् त। अनि यो चाहिँ बाह्रपोखरी क्षेत्रमा आइपुगेको छ। यहाँ चाहिँ हाम्रो दाजुभाइहरू आउँदै हुनुहुन्छ। अनि अहिले चाहिँ म बाह्रपोखरी क्षेत्रमा आइपुगिसकेको छ। हामी चाहिँ मैले सेलाको बत्ती चाहिँ यसरी बगिरहेको छ गङ्गामा, अर्थात् मेमे पोखरीको गङ्गामा चाहिँ मैले सेलाको बत्ती यसरी के अरे बगिरहेको छ। ओम आहम बजारको रूपमा सिद्धि होम ओम मन्दिरमा होम। अनि मेमे पोखरी माता देवीको पनि जय होस्, हामीलाई रक्षा गरून्, सबैको सुस्वास्थ्य होस् भनेर देवी मातासँग मेमे पोखरी देवी मातासँग म कामना गर्छु। मैले भगवाको बत्ती यस्तरी बगिरहेको छ। बगिरहेको छ।